हेलो गाइज, आज हामीले घरै एकदम हेल्दी पानीपुरी बनाएर खान थालेछौँ। यसमा झोल बनाउने तयारी छ। मौसमले साथ नदिएर अब झोल चाहिँ तातो बनाउने सुरुमा छौँ। आलु चाहिँ यस्तरी फ्राई गरेर भुटेर आफ्नै मलाई स्टाइलमा हो। हामी अरूलाई कपी गर्ने होइन, आफूले बनाएर आफ्नो अरू कपी गरौँ न। हाम्रो आलु पनि रेडी भयो, पुरी पनि रेडी छ। पानी रेडी गरिदिन्छ। अब हामी खाने तयारी अवस्था छौँ। यिनीहरूले खाना सुरु गरिसकेको सुरु भइसक्यो। यति पानी हालिदिनु, यति पानी हालिदियो। म सुरुमा ट्राई गर्छु कस्तो भयो। मेरो सुनी भयो एकदम मिठो छ। दिव्याको मुख आँटे होइन, मिठो छ। यति नुन कमी भएको महसुस भइरहेको। नुन थपिन्छ होइन भात छ। दियाले आफै खाइसिन्। दिदी चम्चा भए ल्याउनु त हजुर त सबै धमा ल रेडी अवस्थामा छौँ हामी। अब खाना मात्र बाँकी छ। दिव्या त खाना पनि सुरु गरिसकिन्, मम्मी पनि सुरु गर्नुभयो। अब हामी स्टार्ट गर्दैछौँ है। ल पानी चुयो। पानीपुरी भ्याउन हामी एकदम सफलतापूर्वक लागेका थियौँ र भ्यायौँ पनि। छोडियो दिव्या अझै पछि कसाउँछिन्। खाना सानोले आलु हातमा लिएर खाइछिन्। मम्मीले गिलासको पानी भ्याउनु भएको छ। मैले पानी खाना खाँदैछु। ल गाइस, भड्डु बनाउँदै दिदीले फाइनली भड्डुको राशि खाना दिनुहुन्छ।